नमस्ते साथीहरु, स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म ड्रमस्टिक्स यानी कि नेपालीमा शीतल चिनी भनेर चिनिन्छ यो सब्जीलाई चाहिँ हैन। आज म यसको लन्चको लागि रेडी गर्दैछु। कसरी बनाउने ल हेर्नुस् है त। मेरो स्टाइलमा म बनाएर देखाउँछु। सबैभन्दा पहिला त तेल गरम गर्ने हैन। तेल तातिसकेपछि त्यसमा जिरा र अनि सुकेको खुर्सानी फुराउने अनि त्यसपछि मैले एकदमै चप गरेर काटेको प्याज छ त्यसलाई ओइलमा फ्राई गर्ने है। अनि हल्का चलाएर यसलाई रातो रातो हुने गरी बनाउनु पर्छ। अनि त्यसमै अनि जिन्जर गार्लिक पेस्ट, अदुवा र लसुनको पेस्ट राखेँ है। अनि त्यसपछि यसलाई एकैछिन छोपेर अनि मजाले पकाउने। यो हल्का ब्राउन कलर भइसकेको छ। अनि त्यसपछि यसलाई एकचोटि चलाइदिनु पर्छ राम्रोसँग है, मिक्स गर्ने। अनि मैले मसिनो गरी लाम्चो गरेर आलु काटेको छु अनि आलुलाई पनि फ्राई गर्ने। अनि त्यसपछि यतिको फ्राई गरिसकेपछि यसलाई हल्का चलाउनु पर्छ है त ओइलमा टस हुने गरी। अनि त्यसपछि ढाकेर एकैछिन पकाउनु पर्छ आलुलाई। अनि हल्का आलु पाकिसकेको छ यहाँनेर हैन। अनि एकचोटि फेरि चलाइदिने है। अलिकति लामो प्रोसेस छ यसको बनाउनलाई चाहिँ। खाँदा एकदमै मिठो छ, हेल्दी पनि छ हैन। अनि मैले प्याज पनि चप गरेँ। अनि मैले टमाटर र खुर्सानी, हरियो खुर्सानी अब कतिको पिरो मन पर्छ हजुरहरुलाई हैन, त्यही हिसाबले राख्नु होला। खुर्सानी चाहिँ मैले अलिकति पिरो बढी नै खाने भएको हुँदाखेरि मैले खुर्सानी चाहिँ अलि धेरै नै युज गरेको छु। खुर्सानी र टमाटरलाई मजाले चप गरेर अनि यहाँ अब नुन राख्ने, त्यसपछि मरमसलाहरू राख्ने हैन। मरमसलामा मैले सिम्पल युज गरेको छु, धनिया जिरा पाउडर अनि गरम मसला, थोरै बेसार। अनि मजाले मिक्स गरिदिने है। अनि यतिको मिक्स गरिसकेपछि मसलालाई पाक्न दिनुपर्छ। मजाले छोपेर एकैछिन मसला आलु पकाउने हैन। अनि हल्का पाकिसकेपछि मसला जब पाक्छ नि, तेल छोडिसकेको हुन्छ मसलाले, तब बुझ्नुपर्छ कि मसला हल्का पाकिसकेछ भनेर है। अनि मजाले चलाइदिने, एकचोटि मिक्स गर्ने। अनि मैले चाहिँ यहाँनेर तातो पानी सकेसम्म हल्का वार्म वाटर युज गर्नुभयो भने एकदमै राम्रो हुन्छ हैन। अनि त्यो मसला नजलोस्, नडढोस् हैन। मसला डढ्यो भने स्मेल आउँछ नि त मसला हल्का। अनि त्यही भएर मैले चाहिँ तातो पानी राखेर एकैछिन छोपेर फेरि यसलाई पकाएँ है। अनि अब लगभग पाकिसकेको छ मसला चाहिँ। अब यसको ग्रेभी रेडी गर्नुपर्छ। अब हजुरहरुलाई कतिको ग्रेभी चाहिन्छ। अब ड्राईमा पनि मिठो हुन्छ यो, अब रोटीहरुसँग खान। मैले चाहिँ राइससँग खाने भएको हुँदाखेरि मैले यसमा अलिकति पानी राखेर, गरम पानी राखेर चाहिँ यसलाई मजाले पकाउनु पर्छ हैन, एकैछिन भल्काउने। अनि हजुरहरुलाई बाक्लो मन पर्छ भने हल्का बेसन राख्न सक्नुहुन्छ है। बेसन पाउडर 1 चम्चा बेसन लिने अनि मजाले फिटेर अनि बेसन पाउडर राख्ने। अनि मैले थोरै धनिया पनि राख्दै यही टाइममा। अनि मिक्स गरेर अनि फेरि यसलाई एकैछिन छोपेर पकाउनु पर्छ। लगभग 3-4 मिनेट जति भल्काउनु पर्छ एकदमै है। अनि त्यतिन्जरी त्यो बेसन पनि पाकिसकेको हुन्छ अनि बाक्लो हुन्छ झोल यसो हेर्दाखेरि रस है। अनि त्यसपछि हल्का बाक्लो थिक यतिको बाक्लो भइसकेको छ। मलाई यतिकै चाहिएको छ क्वान्टिटी, मैले त्यही भएर यहाँभन्दा बढी पानी चाहिँ राख्दिन हैन। अनि यही माथि अब यो शीतल चिनी भन्छ हैन त, इङ्ग्लिसमा ड्रमस्टिक्स भइहाल्यो। अनि यसलाई मजाले मिक्स गरिदिने। अनि त्यसपछि फेरि एकैछिन यसमा छोपेरै पकाउनु पर्छ यसलाई धेरै पकाउनु पर्दैन है त गाइज। 3-4 मिनेट पकाए भने पनि यो पाकिहाल्छ। त्यही भएर यो पछिबाट राख्नुपर्छ। हजुरले पहिल्यै आलुसँग भुट्नु भयो भने चाहिँ यो धेरै पाक्छ हैन, त्यो खाँदाखेरि मजा आउँदैन। त्यही भएर सबै मसलाहरू पाकिसकेपछि लास्टमा राखेर अनि 3-4 मिनेटमा यो रेडी भइसक्छ। अनि यतिको भइसकेको छ, पाकिसकेको छ यो ड्रमस्टिक्स है। हेर्दाखेरि कलर चेन्ज भइसक्यो। अघि ग्रीन देखिरहेको थियो भने अहिले येलो भइसक्यो, मसलासँग एडजस्ट भइसकेको छ हैन। अनि त्यसपछि यसमाथिबाट थोरै मैले धनिया राखेँ हैन। अब लास्टमा थोरै धनिया त राख्नै पर्यो हैन। अनि फेरि धनिया राखिसकेपछि अब यो खानको लागि रेडी भयो, अलमोस्ट पाकिसक्यो है। अब मैले चाहिँ यसलाई राइससँग खाने सोचमा छु, त्यही भएर हल्का ग्रेभी बनाएको मैले है। हजुरहरु रोटीहरुसँग पनि खान सक्नुहुन्छ, पराठा रोटी जेसँग खाँदा नि भयो। मैले चाहिँ राइससँग
खानको लागि रेडी पनि भइसक्यो। हजुरहरू पनि यस्तै गरी खानुहोस्, यो एकदमै हेल्थको लागि राम्रो हुन्छ। शीतल चिनी है, पकाउन पनि इजी छ, अलिकति लामो प्रोसेस छ, पकाउन पनि मिठो, खान पनि मिठो, पकाउन पनि टाइम लाग्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज, थ्याङ्क यू सो मच।